back to my YouTube channel. So म चाहिँ अहिले तल आइसके मेरो ब्रेकफास्टको लागि. अहिले चाहिँ खै 9 साढे 9 जति भयो होला. मलाई उठ्दै यताउता गर्दै ढिला भइसक्यो थियो. So yeah, let's see what I eat for my breakfast. Good morning. Good morning. Good morning. 10 बजे. 10 त बजे हैन 9 बजे. So this is what I usually eat for my breakfast. Also दुईटा अंडा खान्थ्यो अरु दिनमा. आज चाहिँ बाहिर गएर खानु छ र एउटा मात्र लिए किनकि अब गइहाल्नु छ के बाहिर. अनि some dry fruits अनि black tea. यही नै खान्छु मैले मर्निङमा. त्यही नै हो. सो म खाएर तुफान रेडी हुन जान्छु. ढिलो भइसक्यो. ओके हाय, म चाहिँ भर्खरै ब्रेकफास्ट गरेर तुफान घम खाएर आयो. अब चाहिँ छिटो रेडी हुन्छ. हामी बाहिर गएर डिनर प्लान लन्च प्लान छ आजको. सो या लेट्स गेट स्टार्टेड. बाइ बाइ. सो आई एम डन विथ माई मेकअप एन्ड आउटफिट. आजको आउटफिट चाहिँ मेरो यही हो. सो तल गएर अहिले फुल आउटफिट देखाउँछु मिल्यो भने. सो लेट्स गो. बाई बाई. तल गएर भेट्छु मम्मीसँग. बाई. कपडा चाहिँ यस्तो छ हैन. अनि रेडी हुँदा जति बेला गिराउँछ त्यति बेला नाप्दिन त. म त्यस्तो टिकटक वाला चाहिँ बजेटमा टिकटक वालाले पो मेसो पार्छन् के गर्छन् हाल्छन्. म त स्टोरीमा हाल्नलाई गर्नलाई जन्म जन्मको साथ लाई गई बलले जन्म जन्म. डेडिकेसन म भन्दा धेरै डेडिकेटेड मेरो मम्मी हुन्छ. पुरै दियो ल्याएर जन्म जन्मको साथलाई. सो अब मम्मी र माक्स अब लागेछ. सो अब मम्मी र म भएर यहाँबाट निस्क्यौँ. एउटा ठाउँ गएर केही सपिङ गर्न छ मम्मीको मदर्स डेको लागि. के किन्छु आई डोन्ट नो के किन्छु. तर अब यहाँबाट हामी लाग्यौँ. मलाई यो कुर्ता कस्तो मन पर्यो. कुनै दिन लिन्छु. मम्मीको सपिङ चल्दैछ. रोकियो तपाईको. So we are finally here. Last भिड छ जस्तो छ यार. पार्किङ पुरै फुल छ. यम्मी. कस्तो मिठो. कस्तो थियो मम्मी? कस्तो थियो? मैले घर पकाएको जस्तै थियो. ओ तिमीहरूलाई मिठो नलाग्ने हेर. यहाँभन्दा मिठो पकाउँछु. मुन्डुमा हुन्छ टप 10 बिगेस्ट लाइज भन्दै थियो. होइन यहाँ नौलो स्वाद भयो तर योभन्दा मिठो हुन्छ कि घर. साप्रा पत्रो निकालेको यो साप्रा हेर. 0.5 मा यस्तै आउँछ. भयो भने म त पठाइदिन्छु. लास्ट डे भिड छ यहाँ. बट अब हामी बिल गरेर जान्छौँ. बाई बाई. मेरो मम्मीलाई यहाँ एउटा फोटो चाहियो अरे. एट एनी कस्ट. एट एनी कस्ट. मेरो यहाँ फोटो जसरी पनि चाहियो भनेर मलाई यहाँ स्कुटर रोकी अब यहाँ फोटो खिच्ने कार्यक्रम चल्दैछ. अहिले चाहिँ हामी फेरि आयौँ मलमा. खाएर गरेर अघि भ्याइएकै थिएन काम. मम्मीको सपिङ भएकै छैन. सम्पन्नको सुरु भइसक्यो. अनि अब हामी यहाँबाट बल्ल मम्मीको लागि हेर्न जान्छौँ. गर्मी साह्रै गर्मी. सम्पन्नको सपिङ डन. अब मम्मीको बारे फेरि हामी भाटबटिनी आइपुग्यौँ. भेटिएन उतातिर मम्मीले खोजेको वाला. सो कलङ्कीको भाटबटिनीमा छौँ.
अनि यहाँ हेर्छौँ केही छ भने आइसक्रिम नि खान्छौँ अहिले फिलिपिन्सको किन म यस्तै थिएँ मलाई उफ अब यहाँको रोज नै 1 घन्टा लाग्छ यो कलर राम्रो छ नि यो ला यिनीहरू त कुर्तै भइहाल्यो नि कोर्सेट कहाँ हो त मेरो मम्मीलाई फेरि यस्तै यस्तै लगाउन मन लाग्छ त्यही भएर अब यस्तैमा यो अगाडिको ब्लू नि राम्रो छ तर अलि फुर्र हुन्छ मोडर्न हुन्छ भनेको होइन त नि मोडर्न हुन्छ भन्छ यति त म जस्तो ए मोडर्न अಯ್या छैनन् के कपडै छैनन् राम्रो केही मन पर्ने होइन कहिले यति रोज्दा लास्टमा खै यता आइछ त नै कलर चाहिँ सुहायो है फाइनली एउटा कुर्ता मम्मीलाई मन पर्यो फाइनली डन आई गेस बाई बाई भेटी होइन 36 हामी आइसक्रिम खानाको मेरो फेभरेट हो कटन क्यान्डी सो लेट्स गेट टु कटन क्यान्डी एउटा मलाई एउटा भाइलाई सम्पूर्ण आफ्नो नयाँ कपडा ट्राई गर्दैछ ओहो मान्छे राम्रो हो कि सर्टै राम्रो हो सर्टै राम्रो हो कि मान्छे राम्रो हो यता हेर्नुहोस् त बाबु आयो खै यता हेरौँ पातलो छ कि सितलो छ खै यता ओहो बाबु मान्छे राम्रो हो कि सर्टै राम्रो हो उज्यालो देखिएर छैन कपडै छैन ठुलै छ जामीहरू जत्रै छ तेरो 2टा कोठा छ नि त फेरि 2टा कोठामा 2टा दराज छ आहा ज्याकेटै राम्रो हो कि मान्छे राम्रो हो हाई एभ्रिवान सो म चाहिँ अहिले पुरा डेड अवस्थामा नुहाएर आउने बित्तिकै नुहाएर 4 साढे 4 जति भयो होला नुहाएर गरेर अहिले चाहिँ यतिकै रिल हेर्दै बसिरहेको थिएँ अब म खासै बाहिर कतै निस्किन्छु कि निस्किँदैन थाहा छैन के अरे उता आज खासमा मेरो मेन प्लान चाहिँ उता वन्डरल्यान्ड जाने थियो वहाँ चाहिँ मलाई स्पोन्सर भिडियोको लागि बोलाउनु भएको थियो मैले त्यो कोलाबोरेसन समथिङको लागि तर आज म जान भ्याइनँ अनि कता कता भएँ वहाँबाट आउने ढिलो भयो सपिङ गएँ अनि गर्मी पनि यस्तो गर्मी ओकर मान्छे त कसरी बाँचिरहेको छ नि बाहिर यार म त एकछिन त म त खासै निस्किदिनँ क्या घरबाट प्रायः जस्तो कि त साँझतिर निस्किन्छु दिउँसो त्यस्तो 12-1 बजी निस्किन्न आज त म पागल म आत्तेर छटपट्टि ओकर कति गाह्रो भयो दिउँसो त मलाई अनि आउने बित्तिकै छिटो नुहाएर अहिले अनि पुरा रेस्ट गरिरहेको छु कतै निस्किन्छु कि भनेर यसो मेकअप गरेको तर खासै मेरो प्लान त्यताको नि बन्ला जस्तो छैन हेर मलाई यस्तो सुत्न मन लाग्छ पुरा यस्तो सुत्छु कहीँ जाने जाँगर आएर मलाई एकदम त्यो गर्मीले त्यो एकदम आलस्य बनायो क्या त्यो ओके सो म चाहिँ अब रोडीज हेर्छु अनि खाना पाक्दैछ खाना खान्छु अनि सुत्छु इफ यु वाच रोडीज टु लेट मी नो विच इज योर फेभरेट प्लेयर पनि and yeah, hope you guys enjoyed. So see you guys in my next vlog. Bye bye.